नमस्कार। आज हामी एउटा यस्तो महामारीको बारेमा कुरा गर्दैछौँ जुन सायद समाचारको हेडलाइनमा त्यति छाउँदैन, तर यसले चुपचाप लाखौंको ज्यान लिइरहेको छ। हो, हामी कुरा गर्दैछौँ एन्टिमाइक्रोबियल प्रतिरोधात्मकता अर्थात् एएमआरको बारेमा, र यो हाम्रो समयको सबैभन्दा ठूलो स्वास्थ्य खतराहरूमध्ये एक हो। सुन्नुस् है, यो कुनै बढाई चढाई गरेर भनेको कुरा होइन। विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले नै एएमआरलाई मानवताले सामना गरिरहेको टप 10 विश्वव्यापी स्वास्थ्य खतराहरूमध्ये एक भनेको छ। यो आफैमा एउटा ठूलो संकेत हो कि हामीले यसलाई कति गम्भीरताका साथ लिनुपर्छ। यो संख्यालाई एकैछिन सोचौँ त। सन् 2021 मा मात्रै 47 लाख भन्दा बढी मानिसको मृत्यु एएमआरसँग जोडिएको थियो। तपाईलाई थाहा छ, यो त एड्स वा मलेरिया जस्ता रोगहरूबाट हुने वार्षिक मृत्युभन्दा पनि धेरै हो। यो एउटै तथ्याङ्कले नै यो समस्या कति विकराल छ भन्ने देखाउँछ। त्यसो भए यो मौन महामारी वास्तवमा कति ठूलो छ त? आउनुहोस्, यसको विश्वव्यापी असर कस्तो छ भनेर अलि गहिरिएर हेरौँ। यहाँ दुईवटा कुरा बुझ्न एकदमै जरुरी छ: सम्बन्धित मृत्यु र प्रत्यक्ष मृत्यु। सम्बन्धित मृत्यु भनेको जहाँ एएमआर एउटा कारण थियो, तर प्रत्यक्ष मृत्यु भनेको चाहिँ ती मृत्यु हुन् जुन सिधै एएमआरले गर्दा भयो। यसको मतलब यदि संक्रमण प्रतिरोधी नभएको भए ती मानिसहरू सायद आज जीवित हुन्थे। सोच्नुस् त, हामीले 11 लाख भन्दा बढी जीवन बचाउन सक्थ्यौं। र यदि हामीले अहिले के गरेनौं भने भविष्य त झनै डरलाग्दो देखिन्छ। अनुमान के छ भने सन् 2050 सम्ममा एएमआरसँग सम्बन्धित मृत्युको आँकडा वार्षिक 82 लाख नाग्नेछ। यो सङ्कट दिन प्रतिदिन बढ्दैछ। यति डरलाग्दो संख्याहरू सुनेपछि मनमा प्रश्न उठ्छ, आखिर यो कसरी भइरहेको छ? यो प्रतिरोध कसरी विकास हुन्छ? समाधान खोज्नुभन्दा पहिले आउनुहोस् यसको पछाडिको विज्ञानलाई अलि सजिलोसँग बुझौँ। यसलाई एकदमै सरल भाषामा भन्नुपर्दा यो कस्तो हो भने कुनै फिल्मको भिलेनले हिरोको सबै कमजोरी थाहा पाएर आफूलाई झन्झन बलियो बनाउँछ नि, हो त्यस्तै ब्याक्टेरियाले पनि हामीले प्रयोग गर्ने औषधिहरूलाई कसरी काम नलाग्ने बनाउने भनेर सिकिरहेका छन्। यो प्रक्रिया सुन्दा सरल लाग्छ, तर एकदमै खतरनाक छ। जब हामी एन्टिबायोटिक खान्छौँ, त्यसले कमजोर ब्याक्टेरियालाई त मार्छ, तर केही ब्याक्टेरिया प्राकृतिक रूपमै बलिया अर्थात् प्रतिरोधी हुन्छन्। तिनीहरू बाँच्छन्, अनि तिनै बाँचेका ब्याक्टेरियाले आफ्नो सङ्ख्या बढाउँछन् र अन्ततः हाम्रो शरीरमा प्रतिरोधी ब्याक्टेरियाको नै राज हुन्छ। यो समस्या प्राकृतिक मात्रै होइन, धेरै हदसम्म यो हाम्रो आफ्नै कारणले पनि हो। जथाभावी औषधि खानु, डाक्टरले दिएको कोर्स पूरा नगर्नु र कृषि तथा पशुपालनमा पनि अन्धाधुन्द एन्टिबायोटिकको प्रयोग गर्नु, यी सबै कुराले यो समस्यालाई झनै बढावा दिइरहेको छ। ल, हामीले विश्वव्यापी समस्या र त्यसको विज्ञान त बुझ्यौँ। अब यो सङ्कट नेपाल जस्तो देशमा कस्तो देखिन्छ र यसलाई सामना गर्न के कस्ता कदमहरू चालिँदैछन् त्यतातिर लागौँ। सन् 2021 को तथ्याङ्क हेर्ने हो भने नेपालमा एएमआरको कारणले 4700 भन्दा बढीको प्रत्यक्ष मृत्यु भयो र झन्डै 20,000 मृत्यु यसैसँग सम्बन्धित थिए। मतलब यो विश्वव्यापी समस्या हाम्रो घर आँगनमै आइपुगेको छ। यहाँ एउटा एकदमै ध्यान दिनुपर्ने परिवर्तन देखिन्छ। सन् 1990 मा एएमआरबाट सबैभन्दा बढी जोखिममा 5 वर्ष मुनिका बालबालिका थिए, तर 2021 सम्म आइपुग्दा यो जोखिम 70 वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरूमा सरेको छ। यो एक हिसाबले राम्रो पनि हो, किनकि यसले बालबालिकामा खोप र सरसफाइ जस्ता कार्यक्रम सफल भएको देखाउँछ। तर अर्कोतर्फ अब हाम्रो ध्यान वृद्ध र कमजोर जनसङ्ख्यामा केन्द्रित हुनुपर्ने चुनौती पनि थपिएको छ। तर खुसीको कुरा के छ भने नेपालले यो समस्यालाई गम्भीर रूपमा लिएको छ। सन् 2018 देखि नै समितिहरू बनाउने, खतरनाक एन्टिबायोटिकमा प्रतिबन्ध लगाउने र हालसालै 5 वर्षे राष्ट्रिय कार्ययोजना स्वीकृत गर्ने जस्ता महत्त्वपूर्ण कदमहरू चालिएका छन्। यो कार्ययोजनाले 5 वटा मुख्य कुरामा ध्यान दिएको छ: चेतना जगाउने, अनुसन्धान गर्ने, संक्रमण रोक्ने, औषधिको सही प्रयोग सुनिश्चित गर्ने र दिगो स्रोत जुटाउने। यो साँच्चै नै एउटा राम्रो र सुविचारित योजना हो। नेपालको कार्ययोजनाले आशा त जगाउँछ, तर सरकार एक्लैले यो लडाईँ जित्न सक्दैन। यो मौन महामारीलाई रोक्न हामी प्रत्येकको भूमिका छ। त्यसो भए अब प्रश्न आउँछ, हामी के गर्न सक्छौँ त? यी एकदमै सरल तर प्रभावकारी कदमहरू हुन्। डाक्टरको सल्लाह मान्ने, औषधि पूरा खाने, नियमित हात धुने र सरसफाइमा ध्यान दिने जस्ता सामान्य बानीले पनि एएमआर विरुद्धको लडाईँमा साँच्चै ठूलो सहयोग पुर्याउँछ। र यो सबै कुराले हामीलाई नेपालको कार्ययोजनामा उल्लेख गरिएको एउटा महत्त्वपूर्ण अवधारणामा फिर्ता ल्याउँछ। त्यो हो एक स्वास्थ्य। यसले के भन्छ भने मानिस, जनावर र हामी बस्ने वातावरण सबैको स्वास्थ्य एक अर्कासँग जोडिएको छ। त्यसैले यो लडाईँमा सबै क्षेत्रहरूले मिलेर काम गर्नुको विकल्प छैन।
एएमआर एउटा मौन महामारी होला, तर हाम्रो सामूहिक आवाज र कामले यसलाई रोक्न सक्छ। यो कुनै एक व्यक्ति वा संस्थाको मात्र जिम्मेवारी होइन, यो हामी सबैको